नमस्ते, शुभ बिहानी सम्पूर्णमा गरेकै हुँदैन। हाम्रो अभियान निरन्तर जारी छ भने आज पनि हामी सरसफाइकै अभियानमा छौँ। यस्तो यो जालो झार के झार हो यो झारले यस्ता बिरुवाहरूलाई अलिकति असर पर्दैछ। त्यही भएर यो झारहरू उखालौँ भनेर लगाएको। आज पनि हेरौँ अब कस्तो छ, कस्तो फैलिएको कि हेर्नु न, यस्तरी फैलिँदो रहेछ। यस्तरी यसो लक्कै उखालेर हालिदिने हो भने तेरिका यस्तै गाह्रो छ क्या। यस्तो कति फैलिएको, यस्तो फैलिनु कि यस्तो रहेछ। यो निकाल्दैछौँ। यो बिरुवाहरूलाई अलिकति असर गर्ने, यसले यो जालोले बेरो भने बिरुवाहरूलाई असर गर्दो रहेछ। सरसफाइ गर्दैछ आज रामलाई। उता उहाँनिर के मिलाउँदै हुनुहुन्छ भने भिनाजी यता नेपालको नक्सालाई यसो अवलोकन गर्दै हुनुहुन्छ। के गरिदिने, अब कसो गर्ने भनेर हेर्दैछौँ हामीहरू। यो कामहरू जति गरे पनि नसकिँदो रहेछ। त्यही भएर आज यो एरिया पनि पुरै बिरुवाहरू छ। आज यो एरियालाई पनि मैले सरसफाइ गर्नेछु। हामी सबै मिलेर गर्नेछौँ। गुड मर्निङ सर। हाम्रो वार्ड सदस्य जनक रावलले पनि आउनु हुँदैछ। त्यतिर हामी सरसफाइ गर्दैछौँ आज। हेरौँ यता यसरी सफा गरियो यो बिरुवाहरू लगाएको ठाउँमा सक्नुहुन्छ। यो बिरुवाहरू बल्ल छ्याक्क देखियो। यति चाहिँ भेटाइयो। एनाजुले उता सरसफाइ गर्दै हुनुहुन्छ। आज यो बिरुवाहरू लगाइयो, हेर्न सक्नुहुन्छ। हामीले आज यो बिरुवाहरू पनि यसरी यसरी लगाइएछ। आज यो बिरुवाहरू यो दिलको वरिपरि यस्तै बिरुवाहरू लगाइएछ भने यसो प्लान्ट हो, हेर्न सक्नुहुन्छ। हुन्छ क्या। यसरी सरसफाइ हुँदैछ आजको काम हाम्रो। यो नेपालको नक्सा कहिल्यै दैन्छ भन्ने भएको छ हामीलाई नि। यसरी सरसफाइ गर्दैछौँ हामीले। यसरी यो एरियामा सरसफाइ भइसक्यो। आज हामीले यति सरसफाइ गर्यो। सरसफाइ गरेर अलिअलि पदम दाइले फोहोरहरू टिप्दै हुनुहुन्छ भने हामी आज यो सरसफाइ गरेर सक्नु त सके छैन, अझै काम बाँकी छ। सरसफाइ गरेर आज हामी जाँदैछौँ। आजलाई यति नै भयो। भोलि फेरि पुनः हामी सरसफाइमै जोडिन्छौँ। यो एरियालाई सफा गर्नु बर्खा धेरै छ अनि बर्खाले गर्दाखेरि झन् पलाएर झन् पर्छ। आज अलिकति सफा सरसफाइ गरेर आजको दिन यति भयो। व्यस्त रहनुहोस्, हामीलाई यसै गरी सपोर्ट गर्नुहोस् भन्दै आजको भिडियो यही नै अन्त्य हुन्छ। भोलि पुनः जोडिन्छौँ। सकेसम्म श्रममा सबैजना जोडिदिनु हुन अनुरोध गर्दै आजको यो भिडियो यही नै अन्त्य गर्छु। हस्,